गाइस ब्याक टु माई युट्युब च्यानल र म पनि सन्चै छु हजुर पनि सन्चै हुन्छ भन्ने आशा राख्दछु हैन। आज हामी झिलझिले जाँदैछौँ किन तपाईहरुलाई थाहा छैन नि। आज हामी गेम हेर्न जान आँटेको छौँ हाम्रो अङ्कलको र अङ्कललाई हामी हौसला हैन सपोर्ट र धेरै धेरै माया र आज हामी तपाईहरुलाई वहाँ पुगेर केही चिज हामी देखाउने छौँ। फाइनल गाइस हामी क्याम्प आइसकेको छौँ देख्न सक्नुहुन्छ हाम्रो क्याम्पा तोपगाछी घामले केही देख्दैन रहेछ यो ठाउँलाई तोपगाछी भन्छ चाहिँ केटी भनेको न आन्टी खोइ फाइनल गाइज हामी झिलझिल आइपुग्यौँ र हाम्रो दिदीहरूको स्वाग हाम्रो अङ्कल उत्रिन यहाँ मुस्किल परिरहेको छ हामी सबजनालाई होइन हाम्रो दिदी बहिनीहरू जाँदै हुन्छ अगाडि रोस्नी दिदी हाम्रो आन्टी र अङ्कल हुन्छ अरे ब्लग हाल्नु न युट्युबमा हालिदिन्छु र तिमी हेर्दैनौ म हेर्छु त लाइक शेयर पनि गर्नु कमेन्ट पनि गर्नु गर्नै पर्यो नि साथीहरु आउटर गर्दिन्छु हामी सबजना झिलझिल आइपुग्छौँ गाइजहरु अब एकछिनमा तपाईहरुलाई हामी हाम्रो अङ्कलले खेल्नुभएको फुटबल देखाउने छौँ। फाइनल गाइज हामी कहाँ गएको अरे हामी पिङ खेल्न गएको गाइजहरुसँग जाने भइनुहोस् फाइनल गाइज हामी अब फुटबल हेर्न आएको हैन पिङ खेल्न जान आएको हेर्नु गाइज हेर्नु एम्बुलेन्स पनि लिएको छ नि यहाँ गाइज घाइते मान्छेहरुलाई सुरक्षाको लागि भन्नु हेर्न सक्नुहुन्छ हाम्रो अङ्कलले खेल्ने ग्राउन्ड हाम्रो दोस्तहरुको पारै भेगेको छ हाम्रो बहिनी र दिदीहरुको स्वागत गाइज फाइनल गाइज हामी झिलझिले गुम्बा आइसकेको छौँ हेर्न सक्नुहुन्छ गुम्बा पहाड पनि बेघर रहेछ कि बेघरमा जानुपर्छ क्या बहिनी खाना जमजम भोज खाएर आउँछ मासु भात खान्छु मासु भात होइन माछा भात पनि खाइदिन्छु ल गाइस तपाईहरु के खानुहुन्छ मलाई भन्नु म अहिले लेखिदिन्छु कमेन्टमा इनबक्समा भन्नु म तपाईहरुलाई अहिले टुक्क ल्याइदिन्छु कति राम्रो ठाउँ छ गाइजहरु घुम्न हामी पिङ खेल्न आएको गाइज पिङ केटाकेटीले खेल्ने पिङ यहाँ पनि छ पिङ यहाँ पर पनि छ तर घाम छ हामी यहाँ शीतलमा खेल्छौँ पिङ र हाम्रो बहिनीहरूले पिङ खेल्छ हामी टिकटक बनाउन जाँदैछौँ हेर्नु हेर्न सक्नुहुन्छ घुम्न सक्नुहुन्छ यहाँ र निकै रमाइलो ठाउँ छ घुम्ने यहाँ चाहिँ बेघर छ जानुपर्छ क्या घुम्नु प्राङ्क गर्ने हामीले प्राङ्क गरेको भन्नुपर्छ खाइसकेर यिनीहरूको काम छैन गाइस काम छैन मेरो मात्र काम छ यहाँ को मोटी छ भन्ने यहाँ सम्झिदिनु त म भन्दा मोटी छैन अरे कमेन्टमा भन्नुहोस् त को मोटी छ मोटी म छु हाम्रो अङ्कलको गेम सुरु हुन आँटिसकेको छ यहाँ हाम्रो अङ्कल हुनुहुन्छ होइन गाइजहरू अब अपोनेन्ट टिमहरू जाँदै हुन्छ सुरु हुन आँटिरहेको छ झिलझिलेमा भइरहेको गेम अनि हाम्रो साथीहरू चाहिँ यहाँ हुनुहुन्छ हुटिङ हान्न बस्नु भएको बुनुहरू चाहिँ यहाँ चटपटी खाँदैछ यहाँ बसेर गाइस सुरु भयो
देख्नुभयो छाती भात होइन खै हाम्रो आन्टी कत्रो कत्रो क्यामेरा गरेको राष्ट्रिय गीत पनि गाउन आउँदैन यसलाई के अरे भन्दिनु प्राइज हो त्यही उपहार हाम्रो आन्टीले लानुहुन्छ आज यस्तो गर्नु नि आन्टी आन्टीले त आन्टी अङ्कलले नि मेरो दियो भने पनि नि तपाईँलाई दिन लानु क्या आन्टी कति भाइरल किन भन्नु अब यहाँ सल्लाह मिटिङ हान्दै हुन्छ कसरी गोल हान्ने कसरी रोक्ने भनेर भन्नु गरायो अरे बा हाम्रो अङ्कल कुद्दै हुन्छ पोस्टमा आउनलाई के को हो झन् अघिदेखि आन्टीले कलमा जाऊ भन्छ मुस्कान दिँदै हुन्छ अङ्कलले मुस्कान हाम्रो अङ्कल लु है लु कहाँको बोतलमा पनि छैन त आन्टी पक्रिनु त यहाँ मेरो इन्ट्री हुन्छ अब हाम्रो रोशनी दिदीले अब हुटिङ हान्नुहुन्छ दरो यहाँ बसेर अङ्कलको लागि अब हाम्रो गेम सुरु भइरहेको छ हेर्न सक्नुहुन्छ दर्शकहरूले गोल आयो अङ्कल 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 तपाईँ त्यही बस्नु नि तपाईँ त्यही बस्नु हाफ टाइम अफसाइड अब हाफ टाइम पछि फेरि देखाउनुहोस् कसरी कराउनु भयो अरे हाफ टाइमदेखि फेरि सुरु भएको छ गेम के खाना जान आँट्नु भएको के हो त्यो ढुङ्ग्री खाने फ्री किक हान्दै हुनुहुन्छ जर्सी नम्बर कति हो सकेन सफल गोल गोल हुन सफल भएन जय जयकार हुन्थ्यो राम्रो छ राम्रो आन्टीको रियाक्सन घट्रा थियो अन्त यतिले अलिकतिले यार सलिनाले खुट्टा खायो अरे फेरि पनि हुन गइरहेको छ फ्री किक किपरले अहिले आफ्नै प्लेयरलाई कुट्छ अब गोल लाग्छ ला अब यहाँ के हुन्छ के गर्नु भएको हजुरले रेड कार्ड अब उहाँले वेल कार्ड दिइरहनु भएको छ वेल कार्ड सेतो लाउनेलाई जर्सी नम्बर कति हो जर्सी नम्बर 8 जर्सी नम्बर 8 लाई वेल कार्ड पाउनु भएको छ त्यसको बडी सो नै छ है गाइस बडी त्यसको सो छ त्यसलाई म भएको भए अघि त्यही डुम्कीहरू मानिदिन्थे तर के गर्नु यहाँको किपर अब पुरा उयोमा हुन्छ फायरमा हुन्छ गोल लाग्यो भने बिचोक फर्स्ट हुन पाउँदैन भन्नेको गोल हुन्छ है गाइसहरु हो हाम्रो अङ्कलले आन्टीको रियाक्सन देखाइराख्नु पर्यो आन्टीको रियाक्सन हेर्दै गरौँ देखाइराख्नु न हजुरले हाम्रो आन्टीको रियाक्सन अब हुन्छ कि केही आन्टीको रियाक्सनले गो जर्सी नम्बर चाहिँ छैन जर्सी नम्बर कति हो म 3 होला जर्सी नम्बर म चाहिँ 9 तेरो कहाँ छ मेरो फेभरेट नम्बर हो नि त भाइ नि यसो मेरो देखा मेरो नम्बर थाहा छ फेभरेट जर्सी नम्बर 789 यति हो सुरुमा चाहिँ उहाँ सुरुमा चाहिँ आउनु न अन्तिममा खै के हुन्छ अब आन्टीको बिग फ्यान अरे उहाँ अङ्कलले गर्दा त होला भन्न मिलेन ओ सेट गोल गोल हान्देऊ पासमा आउनु के गरेको यो हान्दिनु होस् भने हान्देऊ न हान्देऊ
खान भन्ने हो नि टाइम सक्यो अब पेनल्टी हेर्नुपर्छ पेनल्टी रातो भइसक्यो अँध्यारो भइसक्यो कि हाम्रो किपरले आँखा देख्नु त्यो पनि सुन्नु पर्यो नि त गाइजहरू पेनल्टी हुन आँटिरहेको छ गाइज यहाँ होइन गोल लाउनुहुन्छ कि हुन्न प्लेन पनि उड्दैछ माथि माथि हामीलाई हेर्दैछ बाई बाई जित्तो आन्टीलाई फर्स्ट ट्रफी लान आँट्नु भयो लु छिटो छिटो टुर्नामेन्टको प्रथम विजेता आयोजक लगभग सकिन विनर लागेको कुरा जानकारी गराउँछु अब पहिलो दीपावलीको सुरुवात पनि गरिएको छ पहिलो पुरस्कार सफल भएको छ भने 4 भेटरेन पूर्वी विश्व पुरस्कार लिएर विनर टिमले पाउनुहुन्छ ट्रफी आजको कार्यक्रम यही अन्त्य गरेको र हामी अब घरतर्फ लाग्दैछौँ हजुरहरूलाई बाटोमा थोरै टिप देखाउँछु अब हामी गाडीमा चढ्न गइरहेको छौँ जिलेबाट केरखतर्फ लाग्दैछ हामी चिसा हावामा अब घरतिर लाग्दैछौँ हामी अब हजुरहरूलाई हामी केरखा पुगेर देखाउनेछौँ नेपालको बाटो यस्तो रहेछ अङ्कल लड्नुहुन्छ है नेपालको बाटो यस्तो रहेको हामी घर आइसकेको छौँ अँध्यारोले केही नै देखिँदैन हाम्रो रोशनी दिदी यहाँ हुनुहुन्छ अब घरमा गएर हामीले कति गाली काट्ने हो मार्नुहुन्छ होला आज घरमा हामी 3 बजे हिँडेको अङ्कलको गेम हेर्न घर चाहिँ हामी आयौँ गाली कति खाने हो थाहा छैन फाइनल गाइस म चाहिँ घर आइपुगेन रोशनी पनि घर गयो अब घर